घर बनिसकेछ नि यतातिर त आमा पहिला त घरै थियो नि यो पानी ट्याङ्की चाहिँ थिए यो पनि थिएन जङ्गल फाडिसके सबै अनि उही माथि हो झर्ना चाहिँ पहिला खुब मान्छेहरू आउँथे अब खान्थे गाँजा नि खान्थे चुरोटे खान्थे नुहाउनु मजा नुहाएर जान्थ्यो होइन सकिहाल्छ नि आइसक्यो गफ दिएको नि तँलाई के भन्छ भनेर है पानी आउँदो रहेछ तर धेरै नै कम आउँदो रहेछ है हल्का हल्का पानी चिन्दो रहेछ ल लडिस क्या आँखामा आँछ ल हामी चाहिँ डिस्कभरी गर्दै हिँडेको ट्याक्टर लगाएर होइन आउँदो रहेछ है पानी चाहिँ आउने रहेछ सब पाइप लगाइसकेको रहेछ होइन यो पहिला त योभन्दा ठुलो आउँथ्यो भति तिमीहरू छ आउँदा थोरै होइन यहाँ त कति धेरै आउँथ्यो नि त पाइप लगाएर सबै पहिला त खतरा हुन्थ्यो नि यहाँ पानी अहिले चाहिँ माटो नि खत्तम भइसकेको छ ल हाम्रो चाहिँ यो चाहिँ तपाईँको यो स्विच टाढे भन्नु या त्यसलाई पहिला हामी मैनबत्ती खोला हुन्थ्यो त्यसको झर्ना हो त्यो पानी हामीले खानु नि खान्थ्यो हामीले अहिले चाहिँ धेरै यहाँ करै पानी जम्थ्यो पहिला यहाँ त माछा साछा पनि पाउँथ्यो यहाँ अहिले चाहिँ माटो नि पानी सुकिसकेको छ ल कहाँ लाँदैछ यहाँ त यहीँ खान्थ्यो अहिले त पाइप लगाएर ल हामी मन्त समाधि स्थल नारायण 6 नम्बर डाँडागाँव काठमाडौँमा आयो यो चाहिँ हामी पहिला धेरै पहिला आउँथ्यो यहाँनिर चाहिँ 3टा रुख थियो बोट होइन अहिले पनि छ त्यो ठुल्ठुलो 3टा हो नि यहाँ नि यो 3टा रुख हो अनि अहिले चाहिँ बस्ने ठाउँ यता त दामी बनाएर चाहिँ पहिला यहाँ चाहिँ च्यामघाट भन्थ्यो यो त पुरा च्यामघाट भन्थ्यो अहिले चाहिँ खतरा ठाउँ बनाएर चाहिँ यहाँ अनि के हो यहाँ शिवलिङ्ग रहेछ त कति शिवलिङ्ग बनाएर रहेछ ल पहिला चाहिँ यस्तो थिएन है यहाँ खै मलाई पनि थाहा भने एक्ज्याक्ट चाहिँ शिवलिङ्ग ठाउँ रहेछ नागार्जुन छ्यामा रहेछ ठुलो ठाउँ रहेछ यहाँ कडक बनाएर राखेको रहेछ पहिला चाहिँ यस्तो थिएन जस्तो लाग्थ्यो भने चाहिँ म यो भर्ती जत्रो हुँदैन आउँथेँ यहाँ एकचोटि हामी जनामा स्कुल के अरे फेल जति फेल भाइ गरेर फेल हुन्छ भनेर आउँथ्यो अहिले त खतरा बनाएर राखेको रहेछ आम्बो माथितिर जाने ठाउँ पनि रहेछ त कति को जान्छ जाउँ न हिँडेर गयो भने त जानु मिल्दैन अब यो चाहिँ जान्छ जान्न हेरौँ पछि गरौँ ल होइन खतरा ठाउँ बनाएर रहेछ बस्ने सस्ती बनाएर रहेछ यो बर्को रुख पो रहेछ बर्को रुख रहेछ 3टा रुख राख्छ अझ पनि छ 3टा